बसेर गरेर अन्य प्रदेशको नाम पनि म सरर भन्दिन्छु, तर हामी यो प्रदेशमा केन्द्रित हुन्छौँ। जस्तो उहाँले चाहिँ मस्ट प्रदेश, बुद्धभूमि प्रदेश, मुक्तिनाथ प्रदेश, स्वयम्भूनाथ प्रदेश, वैदिक प्रदेश र मुन्धुम प्रदेश भनेर उहाँले चाहिँ अब यसरी चाहिँ पुनः नामाकरण हुनुपर्छ नेपालको प्रदेशहरूलाई भनेर चाहिँ उहाँले जम्मा 6वटा प्रदेशहरूको परिकल्पना गर्नुभएको छ हैन। 6वटा अहिले हामी संसारबाट प्रदेशलाई 6वटा प्रदेशमा उहाँले परिकल्पना गर्नुभएको छ। र अहिले तपाईहरु कोशी नाममा विमति छ, आन्दोलनमा हुनुहुन्छ, उहाँ पनि विमतिमा हुनुहुन्छ। उहाँले चाहिँ मुन्धुम प्रदेश भनेर यो अहिलेको कोशी प्रदेशलाई चाहिँ मुन्धुम प्रदेश भन्नुपर्छ भनेर किताबमा यहाँ प्रस्ताव गर्नुभएको छ। यदि मोहनजीको प्रस्ताव लाग्ने हो भने तपाईहरुले गरिरहेको अहिले पहिचानको आन्दोलन, पुनः नामाकरणको आन्दोलन, नो कोशी आन्दोलन चाहिँ यो मुन्धुम प्रदेशसँग सहमत जनाउन सक्छ तपाईहरुको आन्दोलनले? धन्यवाद छ। म प्रदेशको संख्याको बारेमा बोलिन। अहिले 7वटा प्रदेशमा 6वटा चाहिँ प्रदेशको नामाकरण उहाँले प्रस्ताव गर्नुभएको छ। 1 नम्बर प्रदेशलाई मुन्धुमी प्रदेश भन्नुभएको छ। अब यो मुन्धुमी प्रदेश स्वीकार्ने या नस्वीकार्ने भन्दा पनि उहाँले प्रदेश नम्बर 1 मा विभिन्न मुन्धुमी स्थलहरू, खोवालुङ, मुकुमलुङ, अझ थुप्रै हाम्रो लिम्बू समुदायको त उद्गम थलो पनि प्रदेश नम्बर 1 हो। हाम्रो चोतलुङहरू भन्छ, हाम्रो जस्तो माङ्गेना यकहरू भन्छन्। अब पोखरीहरूको नाम, तालहरूको नाम, मुन्धुमी नामहरू प्रशस्त भएकोले उहाँले चाहिँ प्रस्ताव गर्नुभएको छ। त्यो अब हामीले यसलाई ठ्याक्कै स्वीकार्ने नस्वीकार्ने भन्ने विषय अब भविष्यमा बसेर बहस छलफल गरेर यसलाई एउटा निष्कर्षमा जान सकिन्छ। भनेपछि यो तपाईहरुको लागि हैन, उहाँले जुन जैविकताको कुरोसँग जोडेर प्रदेशहरूको नाम जैविक नाम राख्नु भएको छ, त्यो त सकारात्मक छ। तर 1 नम्बर प्रदेशमा मुन्धुमी प्रदेश बडा गजबको नाम परिकल्पना गर्नुभएको छ। उहाँलाई सलाम पनि छ मुन्धुमी नाम। त्यसो भएकोले उहाँले घनीभूतसँग चाहिँ मुन्धुमी प्रदेशमा बसेर मुन्धुमी अध्ययन पनि गर्नुभएको छ। निकै प्रखर हुनुहुन्छ मुन्धुमको बारेमा पनि। तर ठ्याक्कै मुन्धुमी प्रदेश हुने कि नहुने भन्ने विषयमा चाहिँ घनीभूत छलफल गरेर हैन अगाडि बढ्नु पर्छ। धन्यवाद।